खोइ के चाहिँ बजेको यो पो रहेछ त केन्द्र गर्ने त अहिले पो याद भयो त बल्ली छ यसको ड्याडिङ प्यानिङ हुन्छ। A few moments later. दाजु गाडी बनाउनु भएको? ए हजुर। ए के भयो गाडी? ए यहाँ टायर बसेको जस्तो लाग्यो कि होइन रहेछ तर। ए हजुर। अन्त भाइ कताबाट? म यसो दाजु नयाँ हो कि यसो घुम्दै आएको नि। ए कहाँबाट आउनु भयो? म पल्लो गाउँबाट आएको नि दाजु। त्यहाँ पल्लो पाहुना आएको थिएँ कि। हजुर। यसो घुम्दै आएको नि दाजु। कहाँबाट आउनु भयो? म उता उयोबाट आएको नि नेपालबाट। यो त अनुहार देख्दा त अस्ति मलाई न्यु खोज्ने जस्तो लाग्यो त तिमी त होइन दाजु होइन मैले त दाजुलाई न्युमै खोज्दै आज फर्स्ट टाइम देखेँ। होइन तिमी नै हो त्यहाँनिर सिमाना मुनि म आएको थिएँ एक दिन तिमी हो त्यो मातेर क्या त। होइन दाजु मैले होइन हौ भाइ सरी त्यो अलिकति भुल हुन्छ नि लाग्नु त लागेन नि त मान्छेलाई भन्दाखेरि क्या त। हजुर तिमी नै हो नि त मलाई न्यु खोज्ने उडाउनु जाँदैन रहेछ तँलाई म हान्दियो भन्ने तिमी होइन? ए होइन त खै थाहा भयो नि त्यसको लागि यस्तो खाएको बेला न हुनसक्छ दाजु। तिमी त होइन यहाँ त अब त तँको कुरा पो आउँछ भाइ। हजुर होइन यस्तो सेन्टेरम खाएको बेला मिस्टेक भयो होला दाजु कि माफी पाउन है। राम्रोसँगले उठबस गरेर माफी मागिस् भने ठिकै छ होइन भने चाहिँ म यहाँ जङ्गल झारजङ्गल देख्दैछस् होला। होइन दाजु उठबस त नगरौँ होला हौ। होइन गर्नुपर्छ नि किनभने नि हजुर तँलाई मैले माफ मागेको थियो त्यो दिन। हजुर तै हो त्यो दिन मेरो आँखा त मिस खाँदैन नि त म। हजुर अब म पनि यसो खाएको भए त तँलाई चिन्थिनँ होला यार भाइ तर तै हो। हजुर तँलाई अब कि बनौँ कि म हजुर होइन दाजु होइन गर्नुपर्ने होइन दाजु म उठबस गर्छु हजुर माफी माग्छु। होइन म तँलाई छोड्दिनँ हजुर होइन दाजु होइन दाजु म उठबस गरेरै माफी माग्छु नि दाजु। होइन हुँदैनदेखि यसो गर्दिनँ दाजु भन्। हजुर यसो अबदेखि यसो गर्दिनँ दाजु। अबदेखि जिन्दगीमा पनि बाटो हिँड्दाखेरि म तपाईँहरूलाई अब जिन्दगीमा बाटो हिँड्दाखेरि यताउता भेटेन हजुर कसैलाई म न्यु खोज्दिनँ लडाइँ गर्दिनँ। खोजेको खण्डमा 3 फोल्ट हुने हिसाबको 3 फोल्ट हुने हिसाबको लाताल दिन्छु। पहिले होइन नि मैले। ए हजुर होइन म त मैले भनेर पो भनेको दाजु। मैले ए म त मैले सुन हजुर हजुर तँ हाँस्दै पनि छस् है। हजुर अठिरी यो त हजुर होइन म त मैले भनेको जस्तो लाग्यो नि त। अधीरो छ के हो मैले भनेको सुनेर नि दाजु। धेरै गाउँमा आइरहेको छ। हजुर गाउँ भन्दा यहाँ त जङ्गल हो। हजुर हाँस्दै पनि छ। हजुर म त अबदेखि लु रिबन फेरि हजुर देखि मैले तपाईँहरूलाई जहाँ भेटे पनि 4 ताल ढोक गर्नेछु। यसरी गर भनेको हुन्छ यसरी गर। हजुर हजुर ए मैले पो गर्दै रहेछु। रिबन 1 2 हजुर 3 हजुर 4 5 हुन्छ दाजु हुन्छ अबदेखि म आइन्दादेखि चाहिँ हजुर हजुर याद राखी हजुर हजुर न्यु खोज्नेको हजुर जारिमाना के हुँदो रहेछ हजुर बुझ्यौ? हजुर हजुर खोइ अनुहार हेर यहाँ मजाले अबदेखि खोज्दिनँ अबदेखि खोज्दिनँ दाजु। खोइ यो फिल्टर पनि ओर्दा कस्तो देख्दो रहेछ होइन तँलाई अब पाहुना आएको रहेछस् र पो त माया लागेर अब त्यो ओर्छस् भने पनि ठिकै छ ओर्दैनस् भने ल त्यसो भने आइन्दादेखि चाहिँ बुझिस् के? हजुर ल हुन्छ ल